नमस्कार। आज पनि म सदा जस्तै तपाईँहरूको सामु फेरि परमेश्वरको जीवित वचन लिएर उपस्थित भएको छु। यसको नाममा पिताले तपाईँहरूलाई ज्ञान र बुद्धिको कुरा दिनुभएको होस्। तपाईँले सोचेको हरेक कुरा मसीहको नाममा पिताले पुरा गर्नुभएको होस्। सम्पूर्ण विश्वासीहरू एउटै मनका, एउटै विचारका, एउटै हृदयका यसको नाम पिताले बनाउनु भएको होस्। सबैको मन हृदयबाट एउटै विचार प्रकट होस् भन्दै म आजको वचन तपाईँहरूलाई पस्किन गइरहेको छु। आजको वचनको शीर्षक छ हालत आउँदा के गर्ने भनेर। पितालाई धन्यवाद मसीह यसको नाममा। जसले यसु प्रभुलाई बोक्छ, जसले परमेश्वरलाई बोक्छ, जसले पुत्रलाई चिन्छ, उसले पठाउनु हुनेवालालाई चिन्छ, पितालाई चिन्छ अनि त्यो आशिषमय हुन्छ, आशिष पाउँछ भनेर परमेश्वरको जीवित वचन भनेको छ। जुन दिन हामीले रोमी 10:9 ग्रहण गऱ्यौँ, त्यो दिन हामीले यसुलाई प्रभु, परमेश्वरलाई पिता र यसु प्रभुलाई परमेश्वर पिताले मारेका हातबाट 3 दिनमा जीवित बनाउनु भयो भनेर जुन हामीले विश्वास गऱ्यौँ, त्यो दिनदेखि हामीले यसुको नाममा पिता अगुवाईद्वारा पवित्र आत्माले भरिपूर्ण भयौँ र यसु जस्तै नयाँ गरी जन्मिनुपर्छ। र मेरो इच्छा र चाहना भनेको तिमीहरूले मेरो वचनलाई यसुको नाममा संसारभर फैलाउनु पर्छ भनेर जुन माथि उहाँले एउटा करार बाँध्नुभयो, सम्बन्ध गाँच्नुभयो र सोही दिन हामीहरू यसुसँगै क्रुसमा टाँगियौँ र यसुसँगै हामी फेरि जीवित भएर उठ्यौँ र हाम्रा सबै पापहरू यसुको नाममा क्षमा भएर गए। यसुको नाममा हाम्रा पापहरू सबै क्षमा भएर गए। त्यही दिनदेखि हामीले यसुको नाममा पिता अगुवाईद्वारा नयाँ जीवन पाउन सफल भयौँ र हामी हाम्रा हरेक समस्याहरू मसीहको नाम पिताले उठाइलाउनु भयो भनेर पिताको जीवित वचनमा लेखिएको छ। पितालाई धन्यवाद मसीह यसुको नाममा। अनि परमेश्वरले भन्नुभएको छ हामीलाई, अब तिमीहरू मेरा सन्तान हो, मेरा उत्तराधिकारी हो, होइन, मेरा छोराछोरी हो, मेरा नानातिना हो, मेरा बुहारीहरू हो, मेरा छोरीहरू हो। अब तिमीहरू मेरो वचनमा हिँड्यौ भने तिमीहरूले मेरा छोराको नाममा जे माग्छौ त्यो पाउनेछौ भन्नुभएको छ। पितालाई धन्यवाद मसीह यसुको नाममा। र पिताले भन्नुहुन्छ, यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। हामीभित्र भएका खराबी कुराहरू, व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ र जो मूर्ति पूजा तिमीहरू गर्दै नगर भन्नुभएको छ। र यिनै कुराहरूका खातिर परमेश्वरको कोड आज्ञा नमान्नेहरूमाथि आउनेछ। हो, जुन विश्वासीले परमेश्वरले दिएको कुराहरू मान्दैन, जो परमेश्वरको वचन अनुसार हिँड्दैन, उसले हरेक समस्याहरू पाउँछ भनेर पिताले जीवित वचनमा भन्नुभएको छ। घमण्ड गर्नेको अगाडि काँटे तार हुन्छ भनेर प्रकाशको पुस्तकमा पिताले भनिसक्नु भएको छ। त्यसकारण हरेक विश्वासहरू घमण्ड होइन, निस्वार्थ रूपले, निष्कलङ्क रूपले हामी हिँड्ने गर्नुपर्छ। पितालाई धन्यवाद मसीह यसको नाममा। तिमीहरू पनि यी कुराहरूमा रहँदा अघि एक समय यस्तै कुरामा चल्थ्यौ। तिमीहरू संसारी हुने बेलामा मलाई तिमीहरूले चिन्नुभन्दा पहिला, तिमीहरूले यसुलाई चिन्नुभन्दा पहिला तिमीहरू यस्तै कुरामा चल्ने गर्थ्यौ, यही कुरामा रहने गर्थ्यौ। त्यसकारण तिमीहरू अब यो कुरा बन्द गर भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद मसीह यसको नाममा। तर अब तिमीहरूले पनि यी सबै कुराहरू त्याग, रिस, क्रोध, डाहा, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली अर्काले एउटालाई ढाँट्ने काम नगर, किनकि पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ। हो, तिमीहरूले रोमी 10:9 ग्रहण गर्दा यसुको नाममा तिमीहरूले मलाई पाउँदा र तिमीहरूलाई मैले चुन्दाखेरि सबै कुरा तिमीहरूले छोडिसकेका छौ। अब तिमी यस्ता कुरा नगर, यस्तो गर्न हुँदैन भन्नुभएको छ। पितालाई धन्यवाद मसीह यसको नाममा। आदरणीय आत्मिक मित्रहरू, हामीबाट कुनै गल्ती भयो भने, होइन, हामीबाट कुनै समस्या भयो भने, जान अनजानो समस्या भयो भने हामीलाई समस्या आउने गर्छ। पितालाई धन्यवाद मसीह यसको नाममा। पितालाई धन्यवाद मसीह यसको नाममा। अब जस्तै पिताको जीवित वचनले भन्ने गर्छ, तिमीहरूले यसुलाई प्रभु भनेकै कारणले हरेक समस्या आउने गर्छन्, तर तिमीलाई पिताले सहन सक्ने खालको मात्रै समस्या दिनुहुन्छ भनेको छ। पितालाई धन्यवाद मसीह यसको नाममा। पहिला हामीलाई
समस्या आयो भने हामीले सो समस्याको विषयमा गम्भीर हुनुपर्छ र पिताको जीवित वचनमा भनेको छ यसको नाममा परमेश्वरको जीवित वचनले के भन्छ भने अब हामीलाई समस्या भयो, हामीलाई हालत आयो, हामी चाहिँ पीडामा पर्यौँ। पहिला त हामीलाई हालत किन आउँछ भने हामीले हरेक कुरा बोल्दाखेरि हामीले मुखमा लगाम लगाएनौँ भने हामीलाई समस्या भयो भने होइन, र हामीले हरेक कुरा बोल्नुभन्दा पहिला ख्याल गरेनौँ भने हामीलाई थुप्रै कुराहरू आउने गर्छन्। यी कुराहरू बुझ्नलाई हामी विश्वासी हरेक समयमा चलाक बन्नुपर्छ। त्यसैले पिताले भन्नुभएको छ तिमीहरू हरेक कुरामा चलाक बन, तिमी चलाक बनेनौ भने तिमीलाई थुप्रै समस्याहरू आउने गर्छन्। बोल्नुभन्दा पहिला मुखमा लगाम लगाऊ होइन, तिमीहरू चाहिँ मुखमा लगाम लगाऊ, किनभने तिमीहरू बोल्न जानेनौ भने हरेक कुरा समस्या आउने गर्छ भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। त्यही भएर हरेक विश्वासीहरू पहिला हामी बोल्नुभन्दा पहिला धेरै कुरामा ख्याल गर्नुपर्छ। हामी बोल्नुभन्दा पहिला हामी ख्याल गरेनौँ भने हामीलाई हरेक समस्याहरू आउने गर्छन् भनेर पनि पिताको जीवित वचनमा लेखिएको छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। हामीले कुन कुरा बोल्ने, कस्तो कुरा बोल्ने, कति कुरा बोल्ने भन्ने कुरा हामी हरेक समयमा थाहा पाउन आवश्यक छ भनेर पनि पिताको जीवित वचनले भन्छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। र पिताको जीवित वचनले भन्छ यदि हामीलाई समस्या भयो, हामी हालत आयो, हामी पीडामा पर्यौँ भने पहिला हामीले चाहिँ पिताको जीवित वचनले के भन्छ भने आफूले आफूलाई जाँचेर हेर भन्छ। हो पितालाई धन्यवाद मसिह येशूको नाममा। पिताको जीवित वचनले भन्छ दोस्रो कोरिन्थी 13:5 भन्छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। तिमीहरू आफैमा दरिला छौ छैनौ भनी आफैले आफैलाई जाँचेर हेर भन्छ। हो पितालाई धन्यवाद मसिह येशूको नाममा। हामी हरेक विश्वासीहरूले हामी वचनमा कस्तो छौँ, हामीले कुन कुरा भुलेर हामी समस्यामा आएका छौँ, हामीले के कुरा गरेर हामी पीडामा आएका छौँ, हामीलाई हालत किन आयो त, हामी समस्यामा किन परेका छौँ त, समस्यामा पर्नुको मुख्य कारण हाम्रो के हो त, त्यो विषयमा तिमीहरू आफूले आफूलाई जाँच भन्छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। हामी बन्द कोठामा येशूको नाममा परमेश्वरसँग आफूले आफूलाई हामी जाँच्न थाल्नुपर्छ। आफैलाई जाँचमा असफल भएन भने होइन, तिमीबाट जाँचमा कुनै पनि गल्ती भेटिएन भने तिमीभित्र पवित्र आत्मा हुनुहुन्छ, तिमीभित्र येशू हुनुहुन्छ, तिमीहरूका माझमा परमेश्वर हुनुहुन्छ, तिमीहरूका माझमा स्वर्गदूत हुनुहुन्छ। र तिमी असफल भयो भने तिमीसँग पवित्र आत्मा हुनुहुन्न भन्ने तिमीले थाहा पाउँछौ। त्यसकारण हे मेरो प्राण, हे मेरो पुत्र, हे मेरा सन्तान, तर हामी परमेश्वरमा प्रार्थना गर्छौँ कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन, हामीहरू असफल भए जस्तो देखे तापनि तिमीहरूले चाहिँ जे असल छ त्यो गर भन्छ। पितालाई धन्यवाद मसिह येशूको नाम। त्यसकारण हामी आफूले आफूलाई जाँच्छौँ, हामी यसको नाममा पितासँग प्रार्थना गर्छौँ। र पिताको जीवित वचनले के भन्छ भने परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, जो दुई धारे तरबारभन्दा बलियो हुन्छ भनेर पिताको जीवित वचन हिब्रूको पुस्तक हिब्रू 4:12 भन्छ। पितालाई धन्यवाद मसिह येशूको नाममा। हिब्रू 4:12 परमेश्वरको जीवित वचनले यस्तो लेखिएको छ, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरबारभन्दा धारिलो हुन्छ। हो पितालाई धन्यवाद मसिह येशूको नाममा। दुई धारे तरबारभन्दा धारिलो हुन्छ भनिन्छ नि, कलम बलियो कि तरबार बलियो भनेर। कलम बलियो किनभने तरबारले काट्ने काम गर्छ, कलमले ज्ञान र बुद्धिका कुरा दिने गर्छ। त्यसले वचनले भन्छ किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, त्यो दुई धारे तरबारभन्दा बलियो हुन्छ। यसले प्राण र आत्मालाई त्यसको जोड्ने र हातको बुद्धिसम्म भाग पारुन्जेल वार पार छेक्ने र हृदयका विचार जाँच्ने काम गर्छ।
अनि तिमीहरू निर्दोष कहलाइनेछौ। हो, आज परमेश्वरको जीवित वचनले भनेको छ कि तरबारभन्दा बलियो छ त जीवित र क्रियाशील हुन्छ, जो कहिल्यै पनि टलेर टल्दैन, ढाकेर ढाकिँदैन, हटेर हट्दैन। त्यो वचन मैले आज येशूको नाममा तिमीलाई दिएको छु भन्नुभएको छ। त्यस्तै गरेर दोस्रो कोरिन्थी 5:8 भन्छ, जो नयाँ गरी जन्मिन्छ त्यो येशूको हुन्छ। हेर त पुरानो बितिगएको छ, नयाँपन आएको छ। हो, किनकि हामीलाई येशूको नाममा पिताले नयाँ जीवन दिनुभएको छ। नयाँ जीवन दिएको मान्छेले हामीले परमेश्वरको वचनलाई घोषणा गर्नुपर्छ। त्यसैले पिताले हामीलाई घोषणा गर्नुभएको छ कि वचनमा इब्रू 4:12 पत्रले भनिसक्यो कि तरबारभन्दा बलियो छ। जो वचन जीवित र क्रियाशील छ र तरबारभन्दा बलियो छ, त्यो वचन आज मैले तिमीहरूलाई दिएको छु। पितालाई धन्यवाद मसी यसको नाममा। त्यस्तै गरेर पिताको जीवित वचनले भन्ने गर्छ, पितालाई धन्यवाद मसी यसको नाममा। अब दोस्रो कोरिन्थी 8:9 भन्छ, पितालाई धन्यवाद मसी यसको नाममा। किनकि हाम्रा प्रभु येशू मसीह जो अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो तर पनि तिमीहरूका खातिर उहाँ गरिब हुनुभयो ताकि उहाँ गरिबीबाट धनी हुनुहोस्। पितालाई धन्यवाद मसी यसको। हिजो तिमी धनी थियौ, येशू गरिब हुनुहुन्थ्यो र तिमीहरूका पापहरू सारा उठाइ उहाँले पिताको अगुवाईद्वारा, पवित्र वचनको अगुवाईद्वारा उहाँले उठाइराख्नुभयो। तर आज तिमीहरूका खातिर येशू गरिब हुनुभएको छ, येशूका खातिर तिमी धनी भएका छौ। त्यसकारण तिमीहरू येशूका नाममा धनी भएका मान्छेहरू नडराऊ, मलाई कुनै पनि समस्या हुँदैन। त्यसैले भन्छ 13 यशाया 53:5 पनि भन्ने गर्छ, पितालाई धन्यवाद मसी यसको नाममा। तिमीहरू येशूको कोर्राको चोटले निको भएका मान्छे हो। हिजो तिमीहरूका खातिर येशूले कोर्रा खानु पर्यो, येशूले होइन पिटाइ खानु पर्यो, येशूलाई समस्या आयो। तर उहाँ परमेश्वरको योजना अनुसार तिमीहरूकै खातिर उहाँले दुःख पाउनु भएको हो र तिमीहरू येशूका कोर्राको चोटले निको भएको मान्छे हो होइन। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउन दण्ड उहाँमाथि पर्यो। उहाँको कोर्राको चोटले हामी निको भएका मान्छे हो। पितालाई धन्यवाद मसी यसको नाममा। आज हामी परमेश्वरको जीवित वचन ठिक भएका मान्छे हौँ। त्यसैले पिता, मेरो जीवनमा कष्ट आउनु हुँदैन, मेरो जीवनमा पाप आउनु हुँदैन, मेरो जीवनमा समस्या आउनु हुँदैन, मैले समस्या भोग्नु हुँदैन। मेरो जीवनमा देखि अन्धीका जति पनि समस्याहरू भएका छन्, सम्पूर्ण समस्याहरू मसीहको नाम हटाइदिनुहोस्। किनभने म त येशूको नाममा तपाईँ अगुवाईद्वारा नयाँ गरी जन्मिएको मान्छे हुँ। म त येशूको कोर्राको चोटले निको भएको मान्छे हुँ। म त येशूको नाममा धनी भएको मान्छे हुँ र म त येशूको नाममा तपाईँ अगुवाईद्वारा पवित्र आत्माले भरिएको मान्छे हुँ र तपाईँको वचन जीवित र क्रियाशील छ, जो दुधारे तरबारभन्दा बलिएको छ। यस्तो वचन पाएको मान्छेलाई हामीलाई कुनै पनि समस्या आउनु हुँदैन, हामीलाई पीडा हुनु हुँदैन, हामीलाई दुःख हुनु हुँदैन। हरेक हाम्रा दुःखहरू येशूको नाम हटाइदिनुहोस्। हामीद्वारा भएका पापहरू हामीलाई मसीहको नाममा क्षमा दिनुहोस् होइन। पितालाई धन्यवाद मसी येशूको नाममा छ भनेर हामी निरन्तर रूपमा येशूको नाममा प्रार्थना गर्नुपर्छ। र पिताले भन्नुभएको छ, हाम्रो लागि पनि प्रार्थना गर र अरूहरूको लागि पनि गर अनि तिमी आशिष पाउनेछौ भन्छ होइन। पितालाई धन्यवाद मसी यसको नाममा होइन। पितालाई हामीले, पिता तपाईँलाई धन्यवाद छ। स्वर्गमा तपाईँको जस्तो इच्छा जस्तै इच्छा, तपाईँको स्वर्गमा जुन महिमा छ त्यो महिमा बढ्दै जाओस्। स्वर्गमा तपाईँको जस्तो इच्छा त्यस्तै इच्छा धरतीमा चाँडै पुरा होस्। जसरी तपाईँले हामीलाई आत्मिक ज्ञानका कुराले भरिपूर्ण बनाउनु भएको छ पिता, त्यस्तै गरेर हामीलाई येशू मसीहको नाम अगुवाईद्वारा हामीलाई आत्मिक ज्ञानले भरिपूर्ण बनाउनुहोस्। हामीद्वारा भएका हरेक गल्ती कुराहरू हामीलाई मसीहको नाममा क्षमा दिनुहोस्। हामीले पनि तपाईँ येशूको नाममा तपाईँ अगुवाईद्वारा
हामीलाई गल्ती गर्ने गल्तीहरूमाथि आफ्ना अपराधीहरूमाथि हामीले क्षमा दिएका छौँ। हामीलाई शैतानको परीक्षातिर नलैजानुहोस्, यो सारा सर्वदा सब येशूको नाममा तपाईँको यो पिता भनेर हामी येशूको नाममा निरन्तर रूपमा प्रार्थना गर्दै गर्दै गयौँ भने हामी आशिषमय हुनेछौँ, हामीले आशिष पाउनेछौँ, हामी ज्ञान र बुद्धिका कुराले परिपूर्ण हुनेछौँ भनेर पिताको जीवित वचनमा भनेको छ होइन। पितालाई धन्यवाद मसी येशूको नाममा। त्यसकारण पहिला हामीलाई हालत आयो भने, पहिला हामीलाई समस्या भयो भने होइन, पिताको जीवित वचनले भन्छ, कलसी 3:5-8-9ले भन्यो नि, तिमीहरूले हरेक कुराबाट नयाँ गरी जान्नु, तिमीलाई समस्या कुनै हुँदैन भन्छ। यदि हामीलाई कुनै समस्या आइहाल्यो भने हामीले येशूको नाममा पितासँग पहिला हामी घुँडा टेकेर प्रार्थना गरौँ, आफूलाई जाँचौँ अनि परमेश्वरको जीवित वचनलाई घोषणा गरौँ। जसरी वचनले भन्छ, दोस्रो कोरिन्थी 8:9ले भन्छ, तिमी येशूको नाममा धनी भएका मान्छे हो भन्नुभएको छ पिता, तपाईँको वचनमा लेखिएको छ। र यसैया 53:5-6ले भन्छ, तिमीहरू येशूको कुराको चोट निको भएका हो लेखिएको छ पिता। र अर्को कुरा हिब्रू 4:12ले परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, दुई धारे तरबारभन्दा बलियो हुन्छ भनेर लेखिएको छ पिता। आज त्यही वचनद्वारा येशूको नाममा हामी ठिक भएका छौँ, निरोगी भएका, स्वस्थ भएका मान्छे, येशूको नाममा तपाईँको अगुवाईद्वारा हामीले पवित्र आत्मा पाएको मान्छे, ज्ञान र बुद्धि पाएको मान्छेलाई यो समस्या हुनुहुँदैन। हामीलाई हरेक समस्याबाट हामीलाई छुटकारा दिलाउनुहोस्, हामीलाई ज्ञान र बुद्धिको कुरा दिनुहोस्। हामी कहाँ गएर तपाईँको वचनलाई प्रचार गर्नुपर्ने हो, के गर्नु, जहाँ तपाईँ वचन पुगेको छैन हामीलाई त्यो ठाउँमा पठाउनुहोस् र हामीद्वारा भएका गल्ती भएका होला त्यो गल्तीलाई हामीलाई मसीहको नाममा क्षमा दिनुहोस् भनेर हामी येशूको नाममा पितासँग प्रार्थनामा जोडिनुपर्छ। अनि हामी आनन्दित हुने गर्छौँ र हामीलाई पिताले हामीलाई चिल जस्तै, गरुड जस्तै आकाशमा उठ्ने बनाउनुहुन्छ। त्यसैले पिताले भन्नुभएको छ, पितालाई धन्यवाद मसीह येशूको नाममा। कलसी पत्रमा भनेको छ, पितालाई धन्यवाद मसीह येशूको नाममा होइन। पिताको जीवित वचनले भन्छ, यसकारण यदि तिमीहरू मसीहसँग जी उठाएका छौ भने माथिका कुराहरू खोजी गर, जहाँ मसीह हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिका कुरामा मन लगाऊ, पृथ्वीका कुरामा होइन भन्छ। किन पृथ्वीमा त हरेक खालका कुराहरू आउने गर्छन्, हरेक खालका समस्याहरू आउने गर्छन्। तिमी असल बन्ने हो भने, तिमी मेरा सन्तान बन्ने हो, आशिष पाउने हो, ज्ञान र बुद्धिको कुराले परिपूर्ण हुने हो भने तिमीले स्वर्गको कुरा पत्ता लगाऊ। मैले गरे जस्तै गर, येशूले गरे जस्तै गर, मूसा जस्तै विनम्र हौ, तर तिमीहरू खराब कुरातिर नलाग। किनकि परमेश्वरको सन्तानले खराब गर्दैन, परमेश्वरको सन्तानले भलाइको काम गर्छ। जसले भलाइको काम गर्छ त्यो मेरो सन्तान हो भनेर पिताको जीवित वचनमा भनिएको छ। यसरी परमेश्वरको यूहन्नाको 13 पत्रको 1:11ले लेख्छ, प्रिय हो, खराबीको अनुसरण नगर भन्छ। परमेश्वरको सन्तानले खराब गर्न हुँदैन भन्छ। बोल्नुभन्दा पहिला मुखमा लगाम लगाऊ भन्छ। नगर, तर भलाइको अनुसरण गर, भलाइ राम्रो काम गर, आशिष देऊ, आशिष बाँड्ने काम गर, रोग र बोधलाई थाकेका मान्छेलाई उद्धार दिने काम गर। जसले भलो गर्छ त्यो परमेश्वरको हो भन्छ। त्योसँग म हुनेछु भन्छ वचनले। पितालाई धन्यवाद मसीह येशूको नाममा। येशूको नाममा तिमीले भलाइ गर अनि तिमीसँग म हुनेछु। जसले खराबी गर्छ त्यसले परमेश्वरलाई देखेको छैन, परमेश्वर म त्योसँग हुने छैन। जसले खराब काम गर्छ, खराब गर्ने मेरो ज्ञान र बुद्धिको कुरा होइन, किनकि जसले भलाइको काम गर्छ त्यो असल हुनेछ, उत्तम हुनेछ। त्यसकारण तिमीहरू हरेक समयमा नडराऊ, बोल्दै जाऊ, किनकि तिम्रो साथमा म छु, तिमी एक्लै छैनौ, हाम्रो संसारमा धेरै मान्छेहरू छन् भनेर पिताको जीवित वचनले भन्छ। पितालाई धन्यवाद मसीह येशूको नाममा। त्यसकारण हरेक विश्वासीहरू एक भएर, एकजुट भएर, एउटै मनका भएर, एउटै विचारका भएर हामी हिँड्न सक्नुपर्छ। अनि मात्र हामी ज्ञान र बुद्धिको कुराले परिपूर्ण हुने गर्छौँ, आशिष पाउने गर्छौँ, आशिषमय हुने गर्छौँ भनेर पिताको जीवित वचनमा भनेको छ। पितालाई धन्यवाद मसीह येशूको नाममा। त्यसकारण वचनले भन्छ, तिमीहरू मुखमा लगाम लगाऊ, खराबी गर्न छोड, खराबी नगर, तर तिमीहरूको सारा फिक्रीहरू मलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ भन्छ। हामीले हरेक कुराहरू यसको नाममा पितालाई सम्झिनुपर्छ, सुम्पिदिनुपर्छ। र हामी विश्वासीहरू कस्तो हुनु पर्यो भने सर्प जस्तै चलाक, ढुकुर जस्तै मन्द खालको भएर हामी सचेत रहने, जागा रहौ। र तिमीहरूले शत्रुको दिया बलसलाई भेटाउन कतिखेर खाउँ भनेर तिमीहरू पछाडि लागिरहेको छ, तिमीहरू भेट्न नदेऊ, खराबी नगर, मुखमा लगाम लगाऊ, बोल्नुभन्दा पहिला ख्याल गर र तिमीहरू मेरो वचन अनुसार अगाडि बढ्ने गर, अनि तिमीहरू आशिष पाउनेछौ। फेरि तिमीहरूका
उत्रिएका गोडाहरू, हिँड्न नसक्ने गोडाहरू, ढलिएका तिमीहरू फेरि चिल जस्तै उठ्न सक्ने हुनेछौ। तागत म दिनेछु, तागत पाउनेछौ र फेरि तिमीहरू पवित्र आत्माले परिपूर्ण हुनेछौ र ज्ञान र बुद्धिको लागि परिपूर्ण हुनेछौ भनेर पिताको जीवित वचन भनेको छ। पितालाई धन्यवाद मसीह येशूको नाममा। पिता, आदरणीय आत्मीय मित्रहरू, तपाईहरू कहाँबाट, कुन ठाउँदेखि हाम्रो च्यानल हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ तहाँबाट हाम्रो च्यानललाई सुरुदेखि अन्त्यसम्म हेरिदिनुहोस्, सरसल्लाह सुझाव दिनुहोस्। आजको वचन मैले हालत आउँदा के गर्ने, हालत आउँदा के हुन्छ, कस्तो हुन्छ, के गर्ने भन्ने विषयमा येशूको नाममा अगुवाईद्वारा तपाईँलाई पवित्र वचन सुम्पेको छु, तपाईँहरूको अवगत गराएको छु। भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोस्। यदि तपाईँलाई ज्ञान र बुद्धिको कुरा आवश्यक पर्छ भने, यदि तिमीलाई परमेश्वरको वचन आवश्यक पर्छ भने, यदि तपाईँलाई चङ्गाइको आवश्यक पर्छ भने, यदि तपाईँलाई अन्य भाषाको आवश्यक पर्छ भने, यदि तपाईँलाई हरेक खालको शिक्षाको आवश्यक पर्छ भने हाम्रो च्यानललाई सम्झिनुहोस्। हाम्रो येशू प्रभु मेरो गोठालो हुनुहुन्छ भनेर फेसबुक बनाएको छु र परमेश्वर 1 2 3 भनेर युट्युब च्यानल बनाएको छु। तपाईँहरू त्यहाँ गएर लाइक सेयर सब्सक्राइब गर्नुहोस्, साथी हुनुहोस्, जोडिदिनुहोस्। तपाईँहरू जतिखेर भए नि सम्पर्क गर्न सक्नुहुन्छ। मैले सम्पर्क नम्बर यही भिडियो मार्फत तपाईँहरूको माझ पस्केको छु। जहाँबाट हेर्दै हुनुहुन्छ, स्वदेश विदेश जहाँबाट हेर्दै हुनुहुन्छ हामीसँग जोडिदिनुहोस् र येशूको नाममा अगुवाईद्वारा ज्ञान र बुद्धिको कुराले परिपूर्ण हुनुहोस्, आत्मीय ज्ञानले भरिनुहोस्। येशूको जय होस्, शून्यहरूको भलो होस्। आजको दिन येशूको नाममा अगुवाईद्वारा तपाईँहरूको दिन शुभ रहोस्। तपाईँको घरमा सानो स्वर्ग बनोस्, आत्मिक रूपले भरिपूर्ण हुनुहोस्। खराबी कुरा त्याग्नुहोस्, खराब कुरा आउनुभन्दा पहिला मुखमा लगाम लगाउनुहोस्। येशूको नाममा अगुवाईद्वारा परमेश्वरको वचन अनुसार हिँड्नुहोस् भन्दै अहिलेलाई यही वचन तपाईँहरूको माझ पस्किँदै येशूको नाममा अगुवाईद्वारा आजलाई जीवित वचन यति नै भयो। फेरि अर्को वचनसहित उपस्थित हुने बाचा राख्दै बिदा हुन्छु। यो वचनले सम्पूर्ण विश्वासी जनताहरूलाई भरिपूर्ण आशिष होस्। यो वचन विश्वास गर्नेहरूको लागि हो। जसले विश्वास गर्नुहुन्छ यो वचन हेर्नुहोला। पितालाई धन्यवाद मसीह येशूको नाममा। र विश्वास नगर्नेले पनि इच्छा लाग्छ भने सुन्नुहोला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र जीवनको बाटो नै परमेश्वरको वचन हो। जसले जीवनको बाटो समयमा पत्ता लगाउँछ ऊ आनन्दित हुने गर्छ, अनन्त जीवन बिताउने गर्छ। योभन्दा अर्को विकल्प छैन भनेर पनि येशूको नाममा अगुवाईद्वारा परमेश्वरको जीवित वचनमा लेखिएको छ। हामी लेखेको आधारमा र विश्वासको आधारमा हामीले ग्रहण गर्ने गर्छौँ। त्यसकारण तपाईँहरूले पनि ग्रहण गर्नुहोस्, परमेश्वरको वचनमा जोडिदिनुहोस्, आत्मीय ज्ञानले भरिपूर्ण हुनुहोस्, खराबी कुरा छोड्नुहोस् भनेर भन्न चाहन्छु। पितालाई धन्यवाद मसीह येशूको नाममा। आज म बिदा हुन्छु। फेरि म अर्को वचनसहित तपाईँहरूको माझमा आउनेछु भन्दै बिदा हुन्छु। येशूको नाम। पितालाई धन्यवाद होस्, शून्यहरूको जय होस्, येशूको जय होस्, शून्यहरूको भलो होस्। पितालाई धन्यवाद मसीह येशूको